कामै गए पनि कामै गर्नु पर्छ अल्छीलाई दया माया त्यसैकाले गर्छ लेखौँ पढौँ यही देशमा मिल्छ जागिरी खान बढ्दो बढ्दो उन्नतिमा बढ्दैन सारा लेख्न पढ्न जान्दैन नभन पढेपछि नहुने केही छैन विदेश तुलात बात सैनो गरी लाउँछ त्यही नोकरी छुट्यो भने रुँदै बाटो लाग्छ मेरो आमा हजुरको धर्मले बाँची आउँला तकदिरै करिमाले घरमा भनी बुढी आमा काँस झैँ फुलेकी कहिले आउला छोरा भन्दै आशामा भुलेकी मलाई सम्झी नरुनु आमा परदेशीको फोटो छ नि